ब्याक्टेरिया भने चाहिँ जीवाणुबाट सर्ने रोग चाहिँ ब्याक्टेरियाको ब्याक्टी धनी कुटा लहै भ्याटी भन्ने यसबाट फर्मुला बनाइदिएको छु। र भाइरसको कुरा गर्दाखेरि चाहिँ ठेक रुबिदाई भनिदिएको छु। ईको चाहिँ इन्सेफ्लाइटिस र इन्फ्लुएन्जा भनेर दुईवटा छन् र पर्तेको छ। अब चाहिँ एकदमै धेरै सोध्ने गरेको चाहिँ के छ भने यो डट्स टिबीको बिचमा चाहिँ डट्स राख्नुपर्छ, डट हुन्छ त्यही भएर डट्स भने मैले होइन। अनि प्लेटलेट्सको गु भनेको डेङ्गु। त्यसै गरी अनि टाई कस्तो हुन्छ, टाइफाइडको टाई चाहिँ कस्तो हुन्छ, वाइ आकारको हुन्छ नि, त्यही भएर वाइडल टेस्ट छ। अनि एचआइभी र रेक्टो भाइरस चाहिँ एआरटी हो। यो कसरी पनि सम्झिन सक्ने, एन्टी रेक्टल थेरापी भने हो। यो चाहिँ यसरी पनि सम्झिने होइन। इसिजी के को गरिन्छ, मुटुको गरिन्छ भनेर पनि पढेका छौँ होइन। अर्थको